हेलो वेलकम टु गाइज म चाहिँ 11 फ्री फायर ओपन गर्दैछु। अहिले चाहिँ बन्डल आइरहेको छ, बन्नी बन्डल। यो बन्नी निकाल्नुले चाहिँ मैले हेरेको सबै युट्युबरहरूले चाहिँ ट्राई गर्दो रहेछन्, अनि मैले पनि यसो ट्राई गर्दिनँ त भनेर आएको। थोरै डायमन्ड छ, पुग्छ कि पुग्दैन थाहा छैन। म चाहिँ वेट गरिरहेको छु है त, मैले वेट गरिरहेको छु। अब टाइम चलिरहेको छ है, कतिखेर हुन्छ। म चाहिँ छिटो छिटो गरेर फर्स्टमै खोल्नु पऱ्यो भनेर सोचिरहेको छु। तर कति टोकन कतिजना पछाडि हुन्छ, म चाहिँ खोल्नु स्टार्ट गरिसकेँ। मैले चाहिँ के पर्छ हेरौँ। अरे यार पर्दैन के भयो? ओ थोरैले परेन, कटेर गइहाल्छ। के भएको यार? मैले हेरेको त एकैचोटि पार्छ, तर मेरो पर्दैन। के भइरहेछ मान्छेहरू? फेरि कटेर गइरहेछ, के भइरहेछ? ओ कटेर मात्रै जान्छ, के भएको? ओ कटिहाल्यो फेरि पनि, कहिले पर्ने हो? भएन, पर्दैन, के भइरहेछ? गाह्रो भयो त। ओ थोरै मिस्टेक यार। अब डायमन्ड पनि सकिसक्यो, यो डायमन्डले पुग्दैन, फेरि पनि टपअप गर्नुपर्ने हुन्छ मैले है। यो चाहिँ पुगेन, म चाहिँ टपअप गर्न जाँदैछु। मैले चाहिँ टपअप गरेर आइसकेको छु। अब मैले टपअप गरिसकेँ, फेरि पनि खोल्ने ट्राई गर्छु। कति धेरैले खोलिसक्यो है गाइजहरू। अब मैले चाहिँ धेरै ढिलो भइसक्यो। पर्दैन, के भइरहेछ गाइजहरू? त्यही पनि ट्राई गरिरहेको छु, के हुन्छ हेरौँ। पर्छ परेन, के भइरहेछ गाइजहरू? ओ माइ गड, गाह्रो भयो त हौ गाइजहरू। कसरी ओपन गर्ने होला, कसरी निकाल्ने होला? ओ माइ गड, पर्दैन त के भएको यार? त्यही पनि प्राइस जारी नै छ। एक स्पिन पुग्छ यो डायमन्डले, फेरि परेन, के भइरहेछ? ओ अब परेन फेरि पनि। ओ माइ गड, डायमन्ड सक्यो। यो डायमन्डले पुगेन गाइजहरू, के गर्ने होला? गाह्रो बनायो मलाई त है। जसरी भए पनि निकाल्नु पर्ने हुन्छ। म के गर्छु भने म टपअप गर्छु फेरि पनि। कति धेरै निकालिसक्यो, पहिले नै एकैचोटि टपअप गर्नुपर्ने रहेछ, तर भएन गाइजहरू। फेरि पनि म चाहिँ टपअप गर्न जान्छु है। टपअप गरेर आइसकेको छु। अब यो चोटि चाहिँ निस्किन्छ कि निस्किँदैन? अगाडि नै धेरै टपअप गरेको भए निस्किन्थ्यो होला सायद। फेरि पनि यस्तै आइदिन्छ, के भएको गाइजहरू? ओ माइ गड, कतिवटा दुईवटा टोकन चाहियो भने मलाई बन्डलै पर्दा भइहाल्छ नि, एकैचोटि पर्दैन, के गर्ने? स्पिनै नखोलेर जस्तो छ, के गर्ने होला? गाह्रो भयो त हौ गाइजहरू, कसरी निकाल्ने होला मैले? ओ माइ गड, के साह्रो हो? पर्दैन त है? एउटा पऱ्यो। कति पनि ट्राई गर्नुपर्छ। अब एक स्पिन इमोट मात्रै पऱ्यो है त। ओ यस, फाइनली मेरो चाहिँ परिसकेको छ गाइजहरू है। टोकन 5 टोकन भयो, मैले खोलेँ। ओ 12,637। कति धेरै पछाडि अब गाठ लगाइरहेको छ मेरो होइन, के गर्ने? अब त्यस्तै भइहाल्यो। अघि सुरुमा मैले टपअप गरेको अघि नै निकालिहाल्थेँ। मैले थोरै टपअप गरेकोले डायमन्ड नपुगेकोले 2-3चोटि टपअप गर्नु पऱ्यो। त्यस कारणले यो 3 सालमा कति धेरैले गरिसकेको रहेछ है। त्यही पनि केही छैन, पऱ्यो है। मैले धेरै टाइम त वेट गरेको यो, टाइम वेट गर्दा पनि मैले सकेन, डायमन्ड नपुगेर। मेरै कारणले मैले छिटो निकाल्न सकिनँ। त्यही पनि